सबैलाई येशू ख्रीष्टको नाउँमा जय मसीह। यो भिडियो त्यति पूर्ण नभए पनि कृपया ध्यान दिएर हेरिदिनुहोस्। म तपाईलाई यो सन्देश हृदयदेखि सुनाउन चाहन्छु। कृपया धैर्यपूर्वक सुनिदिनु होला। धन्यवाद। म अन्धोवर्तीमै हुँ। म सधैँ बाटोको छेउमा बसिरहन्थेँ, तर आज यीशुले मेरो आँखा खोलिदिनु भयो। अहिले म संसार स्पष्ट देख्न सक्छु। म दुष्ट आत्माले ग्रसित मानिस हुँ। सबै मानिसहरू मसँग डराउँथे, तर यीशुले मेरो भित्रका दुष्ट आत्माहरू निकाल्नु भयो र अहिले म पूर्ण रूपमा निको भएको छु। म 12 वर्षदेखि बिरामी थिएँ। मैले धेरै डाक्टरहरूलाई देखाएँ, तर निको हुन सकिनँ। म तुरुन्तै निको अस्त्र भएँ। म कुष्ठरोगी मानिस हुँ। सबैले मलाई घृणा गर्थे र टाढा राख्थे, तर यीशुले मलाई छुनुभयो र मेरो सारा कुष्ठरोग शुद्ध। म लाजरस हुँ। म 4 दिनदेखि चिहानमा गाडिएको थिएँ, तर यीशुले चिहानबाट मलाई बोलाउनु भयो, लाजरस बाहिर आऊ। म बाइबल हुँ। मलाई पढ्नुहोस्। तपाईले परमेश्वरका महान कार्यहरू जान्नुहुनेछ। आमेन। यसले तपाईको जीवनमा शान्ति र आनन्दको नयाँ मार्ग खोल्नेछ। त्यसैले आजै यसको सन्देशलाई आफ्नो हृदयमा स्थान दिनुहोस्।